हजुरहरूमा धेरै नमस्कार। हामी केही समयको अन्तरालपछि फेरि हजुरहरूलाई काठमाडौँ भ्यालीभित्रको लागि एकदमै राम्रो जबहरू लिएर आएका छौँ। त्यसको लागि तपाईँले एकदम राम्रोसँग हेरिदिनु होला, बुझिदिनु होला। हजुरलाई इच्छा लाग्यो, चित्त बुझ्दो काम लाग्यो भने हजुरले यो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ। म हजुरलाई कन्ट्याक्ट नम्बर पनि राखिदिनेछु। नम्बर 1 मा रहेको छ यो रेड बुल कम्पनी। रेड बुल कम्पनी भनेको तपाईँको यो लगन खेलको लागि हो, एक्सट्रिमको लागि। स्टार्टिङमा तपाईँको 30,000 तलब हुन्छ, खाना दिन्छ, शनिबार बिदा हुन्छ 7 बजेदेखि 7 बजे, नाइट डे जुनमा गर्दा पनि छ। अब काम गर्ने इच्छुक व्यक्तिले यसमा सम्पर्क गर्न सक्नुहुन्छ है त। अब पालो हात्ती गाडी हेल्पर। हात्ती गाडीमा हेल्पर गर्नुहुन्छ भने 15,000 तलब खाना बस्न हुनेछ। अनि हात्ती गाडी ड्राइभरको लागि 18,000 तलब खाना बस्न हुनेछ। पानीको जार बोक्ने गाडीमा गर्नुहुन्छ भने 11,000 तलब खाना बस्न हुनेछ। अनि प्लम्बरतिर हेल्परतिर गर्नुहुन्छ भने तपाईँको खाना बस्न 18,000 हुनेछ। प्लम्बर मिस्त्रीको लागि तपाईँको 30,000 तलब खाना बस्न हुनेछ। अनि कुकर फ्याक्ट्रीमा गर्नुहुन्छ भने तपाईँको 15,000 तलब हुनेछ। यता बालाजुको लागि बिहानको 8 देखि बेलुकाको 4:30 बजेसम्म हुनेछ। अनि तपाईँको साइकलमा ग्यास डेलिभरी गर्नेतिर गर्नुहुन्छ भने पनि खाली नै छ। तपाईँको 15,000 तलब खाना बस्न हुन्छ। वाटरप्रुफ कम्पनीमा गर्नुहुन्छ गङ्गाको लागि 25,000 तलब हुनेछ। 9-5 को ड्युटी हुनेछ, खाली नै छ। त्यसै गरी अब पानी कम्पनीको लागि गर्नुहुन्छ जोडीको लागि 27,000 तलब हुन्छ, खाना बस्न दिनेछ। अफिस सरसफाइको लागि 16,000 तलब, 3 कुनेको लागि 10 देखि 5 बजेसम्म हुनेछ। यता बिल्डिङ क्लिनरको लागि 17,000 हुनेछ, खाजा हुनेछ। न्यु रोडको लागि 9:06 को ड्युटी हुनेछ। सुपर मार्केट सेल्सको लागि चाहिँ तपाईँको बालाजुमा हुनेछ। बालाजुको 8 बजेदेखि 3 बजेसम्म हुनेछ। सेल्स गर्ले त न्यु रोडको लागि गर्नुहुन्छ भने तपाईँको 9-7 को ड्युटी हुनेछ, 15,000 तलब हुनेछ। फार्मेसीको सामानहरू लोड अनलोड गर्ने 17,000 तलब हुनेछ, खाना खाजा दिनेछ 8 बजेदेखि 8 बजेसम्म। अनि डिलर हेल्परतिर गर्नुहुन्छ भने 17,000 तलब हुनेछ। यता सङ्कमुलको लागि खाली नै छ यसको लागि पनि। अब यसै गरी महिला दिदीबहिनीहरूको लागि चाहिँ कामहरू पनि आइसकेको छ खाना बस्नसहित। काम गर्ने चाहिँ यता काठमाडौँ भ्यालीभित्र हुनेछ। वृद्ध हेर्नेतिर गर्नुहुन्छ भने 20,000 तलब खाना बस्न हुनेछ। बच्चा हेर्नेतिर गर्नुहुन्छ भने 18,000 तलब खाना बस्न हुनेछ। घराइसी काम गर्नुहुन्छ भने 15,000 तलब खाना बस्न हुनेछ। रोटी फ्याक्ट्रीतिर 12,000 तलब खाना बस्न हुनेछ। पानी फ्याक्ट्रीतिर गर्नुहुन्छ भने 11,000 तलब खाना बस्न हुनेछ। होस्टेलतिर गर्नुहुन्छ भने तपाईँको 13,000 तलब खाना बस्ने हुनेछ। यसको लागि तपाईँले देखाएको नम्बरमा कल गर्न सक्नुहुन्छ, नत्र व्हाट्सएपमा मेसेज पनि गर्न सक्नुहुन्छ है त। त्यसै गरी अब लाइसेन्स होल्डरको लागि रहेको छ 17,000 तलब, 10-7 को ड्युटी। यो न्यु रोड कलङ्की चाबेलतिर हुनेछ। चाउचाउ कम्पनीमा गर्नुहुन्छ, चाउमिन कम्पनीमा 13,000 तलब खाना बस्न। गाई फार्मतिर गर्नुहुन्छ भने 15,000 तलब खाना बस्न। होस्टेलतिर कुकतिर गर्नुहुन्छ भने तपाईँको 18,000 तलब खाना बस्न। वेटरतिर 12,000 तलब खाना बस्न। लेबरतिर दिनको 800 हुनेछ, 8 घन्टाको खाना बस्न दिनेछ। अनि ओटीको छुट्टै पैसा हुनेछ। मिस्त्रीको लागि 12,000 हुनेछ, दिनको 1200 हुनेछ, खाना बस्न दिनेछ। अनि 8 घन्टा पछिको ओटी हुनेछ। घराइसी काम आउन जान गर्नुहुन्छ भने 15,000 तलब, काठमाडौँ भ्यालीभित्रै हुनेछ। गार्मेन्टतिर गर्नुहुन्छ भने 12,000 तलब, 9:06 को ड्युटी। यता बालाजु यता बस पार्क एरियातिर हुनेछ। बेकरी हेल्परतिर 11,000 तलब खाना बस्न, सातो बाटो यता बानेश्वरमा हुनेछ। होस्टेलतिर 13,000 तलब खाना बस्न। प्लास्टिक कम्पनीमा गर्नुहुन्छ भने 22,500 तलब हुनेछ, 6 बजेदेखि 6 बजेसम्म हुनेछ बालाजुको लागि। पास्ता कम्पनीमा गर्नुहुन्छ भने 18,000 तलब हुनेछ, खाजा हुनेछ, बस्नलाई रुमहरू दिनेछ, खाना चाहिँ आफ्नो हुनेछ। रोटी फ्याक्ट्रीलाई 20,000 तलब खाना बस्न हुनेछ। कुखुरा फार्म जोडीमा गर्नुहुन्छ भने 30,000 तलब खाना बस्न हुनेछ। यो काठमाडौँ भ्यालीभित्रको लागि जुन ठाउँमा गर्दा पनि हुनेछ है त यसको लागि। अब हजुरलाई अघि भने जस्तै गाडी हेल्परतिर भयो, पानी कम्पनी हेल्परतिर भयो, बेकरी हेल्परतिर, रोटी फ्याक्ट्रीतिर, कुक, किचन हेल्पर, डिसवासर, वेटर, रुम बोय, कुखुरा फार्म, कृषि फार्म, गाई फार्म, डेरीतिर भयो, लाइसेन्स होल्डरतिर, सेक्युरिटी गार्डहरू, मासु कटिङहरू, अनि वृद्ध अम्ब हेर्ने, बच्चा हेर्नेतिर भयो, घराइसी सरसफाइ गर्ने, होस्टेलहरू, इलेक्ट्रिसियन हेल्पर, प्लम्बर हेल्पर, इलेक्ट्रिसियन मिस्त्री, प्लम्बर मिस्त्री, लेबर मिस्त्री, कन्स्ट्रक्सन लाइनतिर कामहरू चाहिँ जति भने पनि छ है। अब काम गर्ने इच्छुक व्यक्तिले काठमाडौँ नयाँ बसबाट हाम्रो अफिस छ। इच्छुक व्यक्तिले यो देखाइएको नम्बरमा छिटोभन्दा छिटो सम्पर्क गर्न सक्नुहुनेछ। मेरो टिकटक आइडीतिर पनि भेटाउन सक्नुहुन्छ। मेरो आइडीहरू जब केटिएम छ, ब्राइट वे एचआर जब छ, वा जता गएर खोज्दा पनि भेटाउँछ। काम गर्ने इच्छुक व्यक्तिले तुरुन्तै मलाई सम्पर्क गर्न सक्नुहुन्छ। शनिबार बाहेक अरू जुन दिन अफिस खुल्ने भएको हुनाले इच्छुक व्यक्तिले तुरुन्त आएर काम गर्न सक्नुहुनेछ।
काम चाहिँ तत्कालै हुनेछ। तपाईँको टाइम कुर्न पर्ने छैन। खाना बस्नको लागि झोला बोकेर डाइरेक्ट काममै जाने गरी आउँदा पनि हुन्छ। इच्छुक व्यक्तिले छिटोभन्दा छिटो सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हस्त नमस्ते।